हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। अनि आज चाहिँ बिदा छ हाम्रो, अनि त्यही भएर हामी चाहिँ घुम्न जान लागेको। हामी भन्दा नि म र मेरो कञ्चन मिस हुनुहुन्छ यहाँ। र आइ भन्नु मेरो च्यानलमा, यस्तो गर्न आए। गाइज अब चाहिँ हामी जान लागेको। कञ्चन मिस चाहिँ यहाँ हुनुहुन्छ। अनि यो चाहिँ सफा सडक लाइन हो गाइज, हेर्न सक्नुहुन्छ यस्तो छ यो चाहिँ। पेट्रोल हाल्नु गाइस। गाइस यो चाहिँ हाइवे होइन, पृथ्वी हाइवे चाहिँ यस्तो भएको छ। जाडो छ, जाडो देख्न सक्नुहुन्छ, दामी भएको छ बाटो चाहिँ। हामी चाहिँ अब बन्दीपुर जान लागेको। यता हेर्नु, यता लुक एट हियर। यो कन्टेनर भन्ने चाहिँ यो गाइस। अब हामी चाहिँ बन्दीपुरतिर लाग्यौँ। बाटो चाहिँ टर्निङ छ कि यतातिर है। मलाई त बन्दीपुर जाने बाटो गाइज। म त धेरै पछि आएको। हजुर चाहिँ कति भयो आउनु भएन त? म त धेरै वर्ष भएन आएको। पाइपै पर्दैन कि यो बाटोमा। अब हामी घुम्न जाऊँ भन्न पनि नि। कस्तो दामी खालको, मलाई चाहिँ यति भएको चाहिँ लास्टै मनपर्छ। यस्तो राम्रो छ कि ट्यागका बिचबाट घाम आउँछ, यस्तो राम्रो छ।
गाइस कस्तो दामी भन्छ तर यहाँबाट अलिकति देखिया छैन माथिबाट देखिन्छ हेर्नु त वेदर त छिनको छिनमा चिसो लाखा भाइ स्कुटरलाई झट्टै बन्द भएको स्कुटर रोकिदिएको अर्को छोड्यो भने त बिहाल्छ नि स्कुटर त लास्टै उस हुन्छ कि बन्दीपुर आयौँ हामी मुनिबाट जाऊँ होइन बजार जाने मुनिबाट होइन ए हिमालयन गेस्ट हाउस अब हामी बन्दीपुर बजार जान लागेको छौँ गाइज यस्तो भिडभाड रहेछ नि यहाँ चाहिँ सबै प्रायः जस्तो विदेशी होइन नि गाइज बदाम खानुहुन्छ बदाम अमला पनि रहेछ सुन्तला कति सानो हो सुन्तला त हजुरको हो क्या हो यो सबै भर्खर चिसोबाट आइए अब खाउँदैन धायो कति चाँडै कस्तो राम्रो रहेछ कस्तो राम्रो के हो यो घर के हो यो बन्दीपुर गेस्ट हाउस छैटौँ बन्दीपुर महोत्सव 2082मा पाल्नुहुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत गर्दछौँ गाइस ल हेर्नुहोस् त्यहाँ हाम्रो बन्दीपुर यस्तो राम्रो छ नि गाइस यति राम्रो छ यहाँ त एनआइसी एसियाको एटिएम पनि रहेछ भिडभाड छ भरिभराउ छ बन्दीपुर भाइरल ल यहाँ चाहिँ यस्तो दामी रहेछ यो चाहिँ भिडभाड छ गाइज हेर्न सक्नुहुन्छ यो चाहिँ एकदम धेरै यहाँ त धेरै थरीको रहेछ है तामाङ ड्रेस गाइज हेर्न सक्नुहुन्छ यहाँ यो चाहिँ न्यू ड्रेस हो गाइज म नि न्यू ड्रेसै लगाउने हो अनि अरू पनि आज यामरी पूर्णे होइन आज यामरी पूर्णेको विशेष अवसरमा धेरै जस्तो त न्यू ड्रेसै लगाएको देखेँ मैले त यो चाहिँ क्षेत्री ड्रेस हो हामीले अहिले एकछिनमा लगाउने ड्रेस चाहिँ वहाँ पछाडि चाहिँ एउटा भाइरल दाइ हुनुहुन्छ मैले देखेँ ड्रेस लगाउन जान लागेको अब बन्दीपुरमा आएर ड्रेस नलाउनु त नलाउने त कुरै भएन होइन मेरो चाहिँ
माइकको ब्याट्री नै डाउन भएर यसरी बोल्दैछु गाइस। हामी चाहिँ यो भाइकोमा ड्रेस लाउन आएको, फोटो पनि हुन्छ अरे भिडियो पनि हुन्छ अरे। कति हो नि प्राइस चाहिँ? रेन्ट 300 हो हैन, फोटो भिडियोमा चाहिँ 50% डिस्काउन्ट हुन्छ सबैजना। ए ओके, ल हेर्न सक्नुहुन्छ ड्रेस चाहिँ। यो चाहिँ तामाङ ड्रेस हैन? तामाङ शेर्पा बक्कहरू। ए ओके गाइस, हामी चाहिँ यहाँ ड्रेस लाउन आएको। म चाहिँ कुन ड्रेस लाउने भन्दै बसिरहेको छु, अब हेरौँ कुन हुन्छ। हेलो गाइस, सब्सक्राइब गर्नु होला सबैजनाले। म चाहिँ बिग फ्यान है। कहिलेबाट बहारको बहारै हो जस्तो हो। तिमी किन यहाँ चाहिँ नेवरी ड्रेस लगाएको, खै उसको कपालको छैन छ अरे के छ यो ड्रेस छ कपालमा। यहाँ चाहिँ मलाई एउटा बहिनीले रेडी गर्दैछु गाइस। यस्तो भिडभाड छ यहाँ ड्रेस लाउने। मेरो देखे हैन क्या मिलाइदिनु भन्नु पर्यो। मेरो त यहाँ अगाडि झुन्ड्यो कि यहाँ धेरै हो के हो यी हेर्न यी त्यस्तै नै हो यो अगाडि यस्तो गरेर लाउनु पर्छ। हाम्रो कपाल छोडेको भएर नमिल्या हो कि कपाल पाएको थियो। सक्नुहुन्छ गाइस, यहाँ चाहिँ यस्तो राम्रो राम्रो क्युट बाबु नानी। तिम्रो नाम के हो भनिदेऊ? तिम्रो नि हो र। हामी चाहिँ हल्का फुल्का टिकटक सिकटक बनायौँ। हाम्रो गेटअप चाहिँ यस्तो छ गाइज। माइकको ब्याट्री माइक कहाँ राम्रो माइकै छैन, माइकै यत्रो आउँछ अब चाहिँ। सो यता आउनु न, यहाँ आउनु ल। हेर्नु गाइज, हामी चाहिँ मेरो चाहिँ यो निस्केर यस्तो भएको गाइज। कस्तो देख्यो? मलाई चाहिँ खासै राम्रो देखेँ होइन। मलाई ठिक ड्रेसहरू छ, के ड्रेस हो थाहा छैन मलाई चाहिँ, त्यही पनि राम्रो राम्रो देखियो सबैजनालाई। यता चाहिँ हाम्रो नियर निमैचा हुनुहुन्छ गाइज। गाइज हेर्नु यहाँ चाहिँ यो हाम्रो कञ्चन मिसको यो के भन्छ यसलाई, यसलाई के भन्छ नेवार भाषामा? के भन्छ? यस्ता नेवानी साथी भरे टाउकोमा लाउने कुरा अरे। यसलाई के भन्छ यसलाई? त्यसलाई त के पो भन्थ्यो? यस्ता त्यो नेवानी भएर काम छैन। हेर्नु गाइस, अहिले त झन् धेरै भिड भयो है। अहिले त झन् धेरै भिड भयो। के ड्रेस हो यस्तो टाउकोमा कञ्चन मिस? यो के ड्रेस हो? यो के ड्रेस हो गाइस? भनिदिन सक्नुहुन्छ हजुरले के ड्रेस हो यो? देख्न सक्नुहुन्छ गाइस, यहाँ चाहिँ यस्तो राम्रो राम्रो हातैले बनाएको त होला नि यो है? हातैले बनाएको होइन त यो? हातैले बनाएको ब्यागहरू छ गाइस। कस्तो खोल्न मिल्दैन? यसको 1500 खोल्न मिल्दैन यो। यसको 1500 रहेछ। कस्तो राम्रो थैलीहरू हेर्न यहाँ। थैलीहरू खाजा खाना लगाएको। आज चाहिँ नेवरहरूको स्पेसल्ली हो नि त एमरी फोर्ने। अनि नेवरनी साथीसँग आइसकेपछि अब स्पेसल खानेकुरा त खानै परिहाल्यो होइन। सो हामी चाहिँ यहाँ एमरी खाना लागेको हजुरहरूलाई देखाउँछु है त म। हेर्न सक्नुहुन्छ यहाँ यस्तो दामी छ यो। उहाँले घरबाट लिएर आइन्दा त्यस्तै हो। अब यहाँ भयो नि खाना त परिहाल्यो नि होइन। त्यही भएर टेस्ट गर्न जाँदैछौँ हामी। मैले चाहिँ तातो खाना जस्तो खाएको धेरै। ओ शिट ल गाइस, यस्तो दामी छ हेर्दाखेरि। मेरो बाक्लो रहेछ धेरै छिटो। सब निस्क्यो। अचार पनि गाइस, अचार पनि मिठो हो। त्यो त सबै मिठो भयो यार हुन त। हेर्नु गाइस, यस्तो दामी एमी छ नि। नराम्रो आउँछ क्या। त्यसो नरहेछ। धेरै रहेछ यो भित्र है। कुरोमा त धेरै हुन्न नि, यति हुन्छ है। टेस्ट चाहिँ दामी छ क्या। मलाई चाहिँ मनपर्छ।
हेर सक्नुहुन्छ गाइज यस्तो दामी हामी चाहिँ अब चिया पिउन लागेको मेरो यो माइकको ब्याट्री सकेर यस्तो घात गर्यो नि यो माइकले हिजो बेलुका ब्याट्री चार्ज गर्न बिर्सेछ बिहान पनि यादै भएन हामी चाहिँ चिया खान लागेको चेयर्स गराउँ न कञ्चन मिस हजुरले पाइला भ्याइहाल्नु भयो चेयर्स हामी चाहिँ अब चिया खाएर खाजासाजा खाएर निस्किन्छौँ अनि त्यहाँ महोत्सव गइन्छ महोत्सव गइन्छ होला सायद सिमामा चिल्लीमामा के हो चिल्लीमामा खान लागेको कहिले कहिले यसरी हिँड्नु पनि मजा आउने कि जतिखेर अफिसमा थिचेर बसिरहन्छ फेरि भोलि त अफिस कामै छैन म चाहिँ भाग्नु चपाघाट के होइन बोल्दिनँ मेरो लागि एउटा गीत गाइदिनु होला प्लिज प्लिज स्वर राम्रो छैन त्यहीको गुलाबले सोधिन् उनीको हो भनेर अनि भयो भन्नु न भोग्यो यस्तो मान्छे भने यार मिठो छ गाइज मोमो चाहिँ लास्ट मिठो है तर म त एक्सपेक्टेसन भर्सेस रियालिटी हुन्छ होला जस्तो लाग्थ्यो तर त्यस्तो केही भएन गाइज सबै कुरा के मम्मीले त बनाउनु हुन्न होला नि घरमा एमोरी हात त कसरी नि केही उता यता घरमा लाग्ला है फेरि नराख्ने कतै हिँड्छ कतै हिँड्छ बेलुका झन् रमाइलो हुन्छ है बेलुका उसी नाच्छ कौडा के भन्छ हो रातिमा हामी कहाँनिर? नाचेको के यही नाचेको बेलुका झन् सबै लाइटिङ साइटिङ भयो भने झन् दामी हुन्छ होला कि गाइज अब चाहिँ हामी यहाँबाट जान लागेको आन्टी हजुरको होटलको नाम के अरे फल्सा यहाँ फल्सा भन्नेमा चाहिँ हजुर आउनुभयो भने बन्दीपुर आउनुभयो भने पस्नु होला यहाँ चाहिँ मिठो मिठो खाजा पाउने रहेछ हामीलाई नि हामी पनि आएको थियौँ मिठो लाग्यो अनि सो हजुरहरू पनि बन्दीपुर आउँदै हुनुहुन्छ भने चाहिँ फल्सा भन्ने होटलमा आउनु होला यो चाहिँ ठ्याक्कै यो मन्दिरको अगाडिपट्टि यस्तोमा छ फल्सा भन्ने यहाँ चाहिँ मिठो खाजा पाउने रहेछ हजुरहरू आइदिनु होला गाइज हेलो गाइज के छ खबर हामी त यहाँ कफी खान आएको चाहिँ लाटे मगाएको हामीले चेयर्स मैले चाहिँ हालेँ कि होइन अनि कसरी खाने राख्नुहुन्न चेयर्स गर्छु खानु नि त खानु आँट चाहिँ अलिकति भएन है गाई यो कसले बनाएको चाहिँ अलिक भएन अलि हुनु भयो हाट नि यस्तो हुन्छ त यस्तो हुन्छ यो के हाट यो बिग्रेको हात जस्तो हाट जस्तो अलिकति सप्रेको हाट बनाउनु पर्छ नि होइन त्यसै भनेको गाई राम्रो छ है अलिक देखेन कि मैले राख्नै नआएको कि के हो खास गरी कफीमा चाहिँ सुगर हाल्न आउन भन्छ तर म हामी त सुगर बिना त खानै सकिन्न बिस्तारी मिठो लाग्दै गयो के अरे चिनी बिनाको चिया हो कि के भन्ने एउटा पनि चौतारी रे चौतारी यहाँ पछाडिको गाइज हजुरलाई म यहाँ पछाडिको भ्यू देखाउँछु है यस्तो दामी छ नि यहाँ पारीको गाउँ चाहिँ के भने अरे अघि तिनधारा भन्ने ठाउँ अरे यता हेर्नु पछाडि पारी डाँडा काँडा दामी देख्यो यो कञ्चन मिस लास्टै के नि झन् यो बल्ल यो के भन्छ यो भ्लगर बनाउन लगाएको एउटा सानो युट्युब च्यानल खोलेको झन् गीत बज्यो भने कपिराइट हुन्छ नबजाउनु भने झन् बजाइदिने के यता दुश्मन हो कि दोस्त हो थाहा भएन है मलाई चाहिँ शङ्का लाग्यो मलाई चाहिँ सो गाइज हामीलाई चाहिँ भर्खर थाहा भयो यो चाहिँ उत्सव सापकोटा भन्ने दाइको क्याफे अरे रेड क्यासल भन्नुभयो होइन है अनि हामी चाहिँ यहाँ आएपछि थाहा भएको हामीलाई अनि हामी चाहिँ कफी सफी खाएर भ्यायौँ राम्रो रहेछ गाइज हजुरहरू पनि आउन सक्नुहुन्छ हजुरहरूले चिन्नु नै भएको होला उत्सव सापकोटालाई चाहिँ हामीले नि
यहाँ आइसी चाहिँ थाहा भएको उहाँको रहेछ भन्ने। अनि रेड क्यासल है गाइस, सम्झिराख्नु यहाँको बेलामा, बन्दीपुर आएको बेलामा चाहिँ यहाँ पस्न नबिर्सिनु होला। अब हामी चाहिँ यहाँबाट जानुपर्छ गाइस। बसिराख्न त मन लाग्छ बन्दीपुरमै, अब के गर्ने, बसेर पनि हुँदैन, आफ्नो वासस्थानतिर पनि त लाग्नु पऱ्यो नि। सधैँ अरूको ठाउँमा बस्नु कहाँ पाइ। She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. गाइस अब हामी चाहिँ फर्किन लागेको। किन हो र हर्न बजाउनु भएको, त्यसरी नबजाइदिनु होला, हामीले बाटो छोडिदिइहाल्छौँ नि। हेर्न सक्नुहुन्छ गाइस, यो चाहिँ यस्तो छ। पारी चाहिँ दामी सनसेट पनि भयो है, अनि हिमाल पनि दामी देख्यो है। हाम्रो अलिक क्याप्चर हुन सकेन होला। वाउ त्यही हो, यस्तो दामी देखेको त नि कि हिमाल चाहिँ। हेर्नु गाइस, देखिया नि, हजुरले देखिराख्नु भएको छ होला। हेर्नु यस्तो दामी देखिया हिमाल। ओहो भन्नै सकिँदैन यार। बसिरहँ यहीँ बन्दीपुरमै बसिरहँ जस्तो हो नि। अब के गर्ने, राष्ट्रिय बाख्रा अनुसन्धान कार्यालय भन्ने रहेछ। यो चाहिँ डुम्रे बजार जाने बाटो हो गाइज। यहाँबाट अलिकति उता गएपछि डुम्रे आउँछ। डुम्रे आउनुभन्दा पहिल्यै चाहिँ यो बन्दीपुर जाने गेट हो गाइज। यहाँबाट चाहिँ बन्दीपुर जान्छ। अनि यता दमौलीबाट आउँदा चाहिँ डुम्रे नआउँदै है हजुरहरू आउन सक्नुहुन्छ। बाटो चाहिँ यस्तो दामी बनाइसकेको गाइज, हेर्न सक्नुहुन्छ, यस्तो राम्रो छ। हजुरहरू पनि आउन सक्नुहुन्छ। फाइनली गाइज हामी दमौली आइपुग्यौँ। होला ओके सी यू टुमारो। ल बाई भन्नु, बाई भन्नु, बाई बाई।
गाइज म चाहिँ आइपुगेँ अब आजको भ्लग चाहिँ यति नै गाइज सी यू इन नेक्स्ट भिडियो बाई